तपाईहरु हेर्न सक्नुहुन्छ यो पेपरमा गृह मन्त्रालयबाट के आदेश आएको छ कि हामी सबैजनाले फाल्गुन 1 गते जो हुन गइराखेको छ चुनाव त्यो चुनाव गराउनमा सबैजनालाई अनुरोध गर्दै छ। कुरा के छ भन्दाखेरि अहिले लुकेको अहिले आएको कुराहरुलाई एकदमै पछ्याउनको लागि त्यो कुराहरुलाई छोपिनको लागि हामी आम जनता यानी कि एनजी का साथीहरुलाई चाहिँ झुक्याउनको लागि के खोजेको छ भन्दाखेरि कि हामीले चुनावको लागि फोकस गरौं। हामी के चुनाव गराउनको लागि हामीले आन्दोलन गरेको हो त? चुनाव गराउनको लागि आन्दोलन गरेको हैन, त्यो थाहा हुनु पर्यो नि। अहिले बनेको अब भन्छ कि हामीले चुनेको प्रधानमन्त्रीले सबै काम राम्रै गर्दैछ भने हामीलाई एकदमै स्मरण नै छ भन्दैछ, तर यो केही कुरा स्मरण छैन। किनभने कुनै काम राम्रो तरिकाले जुन कामको लागि हामी आन्दोलन गरेका थिए के त्यो काम भएको छ त? अहिले भन्दैछ कि अब हामीले चाहिँ धरनामा नबस रे, गृहमन्त्रीले भन्छ। हेर अब भन्दैछ के अब हामीले कुनै पनि किसिमको जुलुसहरु नउठाउ भन्दैछ। किन? अब हामीले एउटै काम गर कि फाल्गुन 21 गतेको चुनावलाई सफल पार। यो कहाँको के हो? हामी यसको लागि गरेको चुनाव त? यसको लागि हामीहरु साथीहरु जान गुमाएको हो त? त्यसकारणले गर्दा पहिला हुनुपर्ने कुराहरु अहिले केपी शर्मा ओलीले सबभन्दा पहिला मात्रै ध्यान दिएर मात्रै त्यो पनि हुँदैन। हामीले जति पनि भ्रष्ट नेताहरु छ तिनीहरुलाई समातेर जेलमा राखेर आफ्टर चुनाव गराउनु अनि मात्रै हामी चुनाव दिन्छौं भन्ने कुराहरुमा ध्यान दिनुपर्छ। किनभने पहिलो कुरा यो जरुरी छैन कि फाल्गुन 21 गते नै चुनाव हुनुपर्छ भन्ने जरुरी छैन। पहिला यो कुरा हुनु पर्यो कि भ्रष्टाचारी नेताहरुलाई यदि अहिले हामी जेलमा हानेनौं भने उनीहरुले फेरि चुनावमा चाहिँ आउँछन्। उनीहरुले नै फेरि लुकाएको भ्रष्टाचार गरेर राखेको पैसाबाट भोट किन्छन् र हामी जस्तो आम जनतालाई नबुझ्ने जनताहरुलाई एकदमै मनलाई भ्रमितमा पारेर यो गर्छु त्यो गर्छु लोभ लालचमा ल्याएर रक्सी र दारू खुवाएर त्यसपछि सबैको भोट लिएर फेरि उनीहरुले नै जित्छ र उनीहरुले नै फेरि देशको मन्त्री बन्छ र सबैलाई पेल्छ। फेरि हामी सबजना पेलाउने त्यति मात्रै गर्न हामी सक्छौं, त्यो भन्दा बढी गर्न सक्दैनौं। त्यसकारणले गर्दा हामी यो भिडियोबाट गृह मन्त्रालयलाई यो कुरा भन्न चाहन्छु कि कृपया तपाईहरुले अहिले चुनावको लागि टेन्सन नलिनुस्। हामी चुनाव गराउँछौं। तपाईको काम एउटै हो कि जति पनि भ्रष्ट नेताहरु छ सबैलाई समातेर तिनीहरुप्रति भएको जति पनि आरोपहरु छ त्यसलाई पुष्टि गरेर उनीहरुलाई थुनेर लात जुत्ता हानेर सबैलाई जेलमा खोज्नुस्, राख्नुस्, त्यसपछि चुनाव गराउनुस्। इट इज बेटर फर अस। नभए के हुन्छ हामी तयार छौं।